हाई एभ्रिवान, आज म तपाईहरुलाई बीए 4th इयरको नेपाल स्टडीज अर्थात नेपाल अध्ययनको चाहिँ युनिट 7 को चाहिँ तपाईहरुलाई क्वेशन एन्सर बताउन गइरहेको छु। युनिट 7 मा चाहिँ रहेको छ नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध। यस युनिटमा चाहिँ हजुरहरुले यो सम्बन्धी चाहिँ पढ्नुपर्ने हुन्छ र अब चाहिँ हामी युनिट 7 बाट चाहिँ क्वेशन नम्बर 1 को चाहिँ क्वेशन र एन्सर नै बताउने छु। अब हेरौं। क्वेशन नम्बर 1 मा रहेको छ प्राचीन कालदेखि राणाकालसम्म नेपालको परराष्ट्र नीतिको विकास क्रम उल्लेख गर्नुहोस् भनिएको छ। प्राचीन कालदेखि राणाकालसम्मको चाहिँ नेपालको परराष्ट्र नीति चाहिँ कस्तो प्रकारको थियो र त्यो बेलासम्मको चाहिँ विकास क्रमको बारेमा चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। यसरी दिएको छ यहाँ चाहिँ। अब उत्तरमा हेरौं। नेपालको विदेश नीतिको इतिहास। नेपालको इतिहास जान्ने विभिन्न स्रोतहरू, अभिलेखहरू, मुद्राहरू, भवन र स्मारक, विदेशी अभिलेख, किम्वदन्तीको अध्ययनबाट नेपालमा विभिन्न समयमा विभिन्न शासकहरूले शासन गरेको देखिन्छ। प्राचीन नेपालमा गोपाल वंशी, महिषपाल, आहिर किरात र लिच्छवीहरूले शासन गरेको देखिन्छ। यस अवधिका अधिकांश ऐतिहासिक घटनाहरू अलिखित अवस्थामै रहेका र प्रकाशनमा समेत नआएका कारणले यस अवधिका परराष्ट्र नीति सम्बन्धी घटनाहरू प्राय अप्राप्त नै छन्। सो समयदेखि हालसम्मको नेपालको परराष्ट्र नीतिको विकास क्रमलाई निम्न बमोजिम वर्गीकरण गरी उल्लेख गर्न सकिन्छ। यहाँ चाहिँ यसरी छुटाएर भाग छुटाएर चाहिँ लेखिएको छ। यो सबै म तपाईहरुलाई बताउँछु। क नम्बरमा रहेको छ प्राचीन कालदेखि पृथ्वीनारायण शासनसम्म। यहाँ चाहिँ प्राचीन कालदेखि पृथ्वीनारायण शाहको चाहिँ शासनसम्मको चाहिँ यहाँ बताइएको छ। किराती 14औं राजा रथुको पालामा तत्कालीन भारतीय सम्राट अशोक नेपाल आई लुम्बिनीमा स्तूप निर्माण साथै छोरी चारुमतीको विवाह नेपाल नरेश देवपालसँग गराई चाबेलमा स्तूप निर्माण गरेको थियो। अंशु वर्माले तत्कालीन तिब्बतमा प्रतापी सम्राट सङ्गचङ गोन्पोसँग आफ्नो छोरी भृकुटीको विवाह गराई दिएर उत्तरसँग नजिकको कूटनीतिक सम्बन्ध कायम गरेका थिए। नरेन्द्र देवले पनि तिब्बत र चीनसँग राम्रो सम्बन्ध कायम गरेको तर्क पाइन्छ। अरनिकोले चीनमा गएर नेपाली वास्तुकलाको प्रचार प्रसार गरेको पाइन्छ। राजा जयदेव तृतीयले भारतका भगवत राजबुलका राजा हर्षदेवको छोरी राज्यमतीसँग विवाह गरेका थिए। मल्लकालीन नेपालमा भोट नेपाल व्यापारमा राम्रो रहेको भोटका लागि आवश्यक मुद्रा नेपालले व्यवस्था गर्ने, ब्रिटिस भारत सम्बन्धमा मोराकासिस अभियान र गोर्खाका राजा पृथ्वीनारायण शाह विरुद्ध मल्ल राजा जयप्रकाश मल्ललाई सहयोग पुर्याउन कम्पनीका तर्फबाट सन् 1767 मा नेपाल आएको क्याप्टन किनलक मिसनलाई लिन सकिन्छ। यसरी चाहिँ प्राचीन कालदेखि पृथ्वीनारायण शाहको चाहिँ शासनसम्मको बारेमा चाहिँ यसरी बताएको छ। अब चाहिँ ख नम्बरमा रहेको छ शाहकालीन परराष्ट्र नीति। पृथ्वीनारायण शाहकालीन परराष्ट्र नीतिको ठूलो भूमिका रहेकाले इतिहासले उनलाई नेपाल राष्ट्र निर्माता या संस्थापक भनी स्वीकारेको छ। पृथ्वीनारायण शाहको दिव्य उपदेशमा परराष्ट्र नीतिका मौलिक कुराहरू प्रष्ट रहेको देखिन्छ। यो देश दुई ढुङ्गा बीचको तरुल हो। आफ्नै देशमा कपडा बुन्न लगाउने नीति मुलुकलाई कंगाल बनाउने हुनाले विदेशी साउ महाजनलाई देशभित्र भित्राउन नहुने नीति प्रमुख छन्। र अब चाहिँ ग नम्बरमा रहेको छ राणाकालीन नेपालको परराष्ट्र नीति। भीमसेन थापाको पतनपछि नेपाल दरबारमा घात प्रतिघात, हत्या, षड्यन्त्र, राजनीतिक अस्थिरता र अनिश्चितताले प्रशय पायो, जसको परिणामस्वरूप जङ्गबहादुर राणाको उदय नेपाली राजनीतिमा हुनु पुग्यो। जङ्गबहादुरको उदयपछि नेपालको परराष्ट्र नीतिले केही समयको लागि कोल्टे फेर्यो। अगस्ट 6, 1856 मा अन्य कुराको अतिरिक्त भोट चीन र कम्पनी सरकार वा अन्य विदेशी राष्ट्रसित युद्ध शान्ति वा सन्धि गर्ने विशेष अधिकार राजाबाट जङ्गबहादुरले प्राप्त गरे। जङ्गबहादुरले ब्रिटिस भारतलाई खुसी पार्ने प्रयास गरे र ब्रिटिस सरकारसँग नजिकिने नीति अनुसार उनले बेलायत भ्रमण गरे। नेपाली प्राइम मिनिस्टरको बेलायतमा ठूलो स्वागत भयो। यस क्रममा विवादास्पद भ्रमण रद्द भएको घोषणा गरियो। अन्तिम सरकारको
अवधिमा नेपाल र भुटानबीच सम्बन्ध बिग्रेको कुनै खास सरकारी व्यवस्था प्रकाशित नगरिए तापनि भुटानी शरणार्थीहरूको नेपाल प्रवेशले गर्दा यो सम्बन्ध त्यति सुमधुर रहेन। यसरी चाहिँ प्राचीनकालदेखि राणाकालसम्मको नेपालको परराष्ट्र नीतिको चाहिँ विकासक्रमको बारेमा चाहिँ बताएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यसरी कमा चाहिँ प्राचीनकालदेखि पृथ्वीनारायण शाहको शासनसम्म बताएको छ भने खमा फेरि शाहकालीन परराष्ट्र नीतिको बारेमा बताएको छ र त्यसै गरी लास्टमा राणाकालीन नेपालमा परराष्ट्र नीतिको बारेमा चाहिँ यसरी बताएको छ क्रमसँग, हजुरहरूले देखिसक्नुभयो। र योभन्दा पहिलो भिडियोमा चाहिँ मैले युनिट 1 देखि युनिट 3 सम्मको चाहिँ सबै क्वेसन एन्सरहरू चाहिँ बताइसकेको छु, हजुरहरूले चाहिँ यस युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। र अब अर्को भिडियोमा चाहिँ म यो क्वेसन र एन्सर चाहिँ बताउने छु। र बिए 4th इयरको 2080 को चाहिँ सबै क्वेसन पेपरहरू चाहिँ मैले यस युट्युब च्यानलमा राखिसकेको छु, हजुरहरूले चाहिँ गएर हेर्न सक्नुहुन्छ। र यस्तै स्टडी रिलेटेड भिडियो हेर्नको लागि चाहिँ यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।